ल बिबा वर्षगाँठको धेरै म आउँछु ल त्यहाँ हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल इट्स मी डोल्मा बुढा चौकी मगर आई होप सबैजना सञ्चारमै हुनुहुन्छ होला हामी पनि एकदम सञ्चारमै छौँ। आज चाहिँ म मेरो भान्जीसँग भिडियो लिएर आइरहेको छु। आज टाइटल देखेर नै थाहा पाइसक्नु भएको छ आज चाहिँ के हो भनेर। आज चाहिँ हाम्रो 2nd एनिभर्सरी हो साथीहरू। त्यसैको उपलक्ष्यमा आज चाहिँ हामी घुम्न जाँदैछौँ होइन। को जाँदैछौँ हाम्रो भान्जी चाहिँ खासै बोल्नुहुन्न। अनि आज चाहिँ हामी घुम्न जाँदैछौँ। अनि हामी चाहिँ कहाँ छौँ भन्दा अहिले रम्बा गाउँपालिकामा छौँ होइन। मेरो घरमा छु कि साथीहरू। अब चाहिँ हामी चुली डाँडा भन्ने ठाउँमा जान्छौँ। अनि हामी गाडी रिजर्भ गरेर जाने भन्ने सल्लाह भइरहेको छ। अनि चाहिँ त्यहाँ हामी के कसरी जान्छौँ हजुरहरूलाई सबै देखाउँछु म। ओके साथीहरू हेर्दै जाने होला। साथीहरू हामी चाहिँ यहाँ घरदेखि निस्किसकेको अनि हामी चाहिँ अलिक धेरै चाहिँ छौँ कि। अनि अगाडिको चिजहरू देखाएन है किनभने यस्तै छ कति गर्मी छ त्यही भएर यताउति देखेन। अब चाहिँ म चाहिँ के देखाउँछु र भन्दा उयो गएपछि देखाउँछु होला सायद बिच बाटोमा को जानुपर्छ। अनि म चाहिँ बाइकमा हो आउनुहुन्छ गाडीमा जानको लागि रेडी हुँदै हुनुहुन्छ भनेर। अनि हामी चाहिँ एकजना भान्जीलाई जानुपर्ने। भान्जी आउनु बाइकमा नानीहरू बस्नु भयो। हेलो भन नि दिदी। हजुर र हामी भएर बाइकमा जाँदैछौँ होइन। ल भान्जी चाहिँ बिचमा बस्नुहुन्छ अनि म चाहिँ लास्टमा। ल ल ल भान्जी ल हामी चाहिँ यहाँदेखि अब हिँडेको साथीहरू। भान्जी हेलो भनिदिनु नि त। आज हाम्रो के गरे हजुर आज त हाम्रो एनिभर्सरी त्यही भएर हामी चाहिँ घुम्न जाँदैछौँ। अरू हाम्रो गाउँ चाहिँ खतरा राम्रो छ। म हजुरहरूलाई खतरा राम्रोसँग देखाउँछु। हामी चाहिँ यहाँ बिच बाटोमा आएर दिदीहरूलाई कुरेछौँ। राम्रो ठाउँ छ साथीहरू। आज चाहिँ हामी म सधैँ बहिनीहरूसँग हिँड्थेँ नि त। आज चाहिँ म मेरो नन्दहरू आमाजू अनि के भन्छ दिदीहरूसँग हिँडेको छु। हाम्रो भान्जीले खानेकुरा नि पाउनुभयो नखै देखाउनु त के पाउनुभयो। लिची जुस पाउनुभयो साथीहरू। देवीनगरको बजारमा यो साथीहरू यतिको है छ। अब चाहिँ हामी यहाँदेखि यता जानुपर्ने हुन्छ। साथीहरू मलाई चाहिँ यहाँको ठाउँ बेसी मन पर्यो ल अहिलेसम्म हिँडेको बढीमा। दुलो चाहिँ यो चिनेको हो र दुलो भान्जी चापी छु चापे मैले भान्जी चापे होइन हो। ल यो भिडियो गएर हेर्नु है अरू भिडियो हाम्रो हेर्नुहुन्छ कि नै हेर्नुहुन्छ हो र। ल यो पनि हेर्नु ल। मामा माइजू बिचमा म भनिहाल्नुहुन्छ नि हेर्छ त है। हामी चाहिँ साथीहरू दुईवटा बाइकमा आएको। एउटा उहाँहरू हुनुहुन्छ अर्को भान्जी। एउटा भान्जी चाहिँ यहाँ चापिनु भएको छ साथीहरू। कस्तो राम्रो ठाउँ तर ठाउँको नामै थाहा छैन मलाई कुन ठाउँमा आयो भन्ने। जिम गर ओके हामीलाई बेचन नानी कति रुपियाँमा कति रुपियाँमा दिन्छौ यहाँ ओर आउन। कति ल्याछौ हेरौँ गुलियो छ। तिमी आफै टिपेको नानी यहाँ नजिकै पाइन्छ। यति चाख्छ है कति पर्छ है चाख्नुहुन्छ है। चाखेर मिठो भयो भने ल हामी किन्छौँ है। कस्तो हो खै मन चाख्छ मिठो रहेछ मिठो। ए बिच झऱ्यो के ठिकै छ अम्लो छ हो र।
तर खान मिल्छ के गर्ने किन्ने कि नकिन्ने हो न कति रुपियाँ दिनु ल कति रुपियाँ दिनु दुईटालाई 50 दिन्छु है हुन्छ ल दिनु ल आहा ल धेरै धेरै धन्यवाद भाइहरू तिम्रो नाम भन न त के हो नाम गदेश गडेश गणेश के त 12 गरे हो नानीको नाम फेरि समीक्षा राणा हो कुन स्कुलमा पढ्छ समीक्षा हो अधिकारी भनेको कि राणा यही हो नजिक स्कुलमा पढ्छ हौ ए छ किन खुल्ला पैसा होला नि दिन्छ हुने चाहिँ खुल्ला हो अनि ल लौन्टर समाउन्ट 50 60 लाउनु त्यहाँ आधा बाटो लिनु है 70 80 90 10 रुपियाँ दिन्छु है ल सही ल थ्याङ्क यू नानी ल थ्याङ्क यू बाबु है ल ल बाई बाई गरिदिउँ नि त ल बाई बाई ल जाऊँ आहा हाम्रो मान्छेले पनि बाई बाई गरेको अरे हामीले चाहिँ साथीहरू बाटोमा काफल किन्यौँ नानी बाबु आएको थियो अनि तिनीहरूसँग किन्यौँ अनि चाहिँ हामीले त्यो लिएर जान्छौँ मान्छेहरू काम गरिरहेको रहेछन् है भरि मान्छे बनाइदिएर साथीहरू यता चाहिँ लास्टै बाँडर लाग्दो भइसक्यो अनि पुरै बारीभरि मान्छे नै मान्छे यो हाम्रो त्यो सेम यस्तै ढुङ्गा हुन्छ डिट्टो साथीहरू हामी चाहिँ यो जल्पा बजारै होला सायद यहाँ आइसक्यो साथीहरू फुल कस्तो राम्रो नटिपेर केही नभन्नु है मलाई चाहिँ साथीहरू ओ माइ गॉड साथीहरू साथीहरू मलाई गाली नगर्नु ल पान्जिलो फुलको बिचमा जानु उहाँ गएर टिप्नु त ल आहा कस्तो राम्रो देखेको र ल टिपेर ल्याउनु ल बिचरालाई क्या बसालेको र ल टिपेर ल्याउनु ल यसरी ल जाम ल भान्जा आउनु ल यस्तै हो यस्तो टिप्नु ल आउनु साथीहरू कति राम्रो फुल हुन्छ दुइटालाई हामी साथीहरू फुल पाइयो हामीले चाहिँ कस्तो राम्रो वाओ जुली डाँडा स्वागतम छ वेलकम अरे वाह यहाँ छाता हो यही छातामा बसौँ न त हामी अब साथीहरू चुली त उन्थ्यो लाग्थ्यो अरे कि मेरो भान्जीलाई चाहिँ कत्ला त दामी दामी डाँडा छ हौ यहाँ त फोहोर मलाई आले ह्याप्पी एनिभर्सरी अनि अरू मलाई केही भन्नुहुन्न तपाईँले यतापट्टि आउनु न यो डाँडा सहित म हजुरलाई हेर्न चाहन्छ यतानिर आएर लाली पाउँ न ए होइन त नि केही भन्नुहुन्न मलाई के ज्याउला हो तपाईँलाई यो हामीले किनेको काफल खाँदै हुनुहुन्छ उहाँ सरजीले म पनि दिन्छु यो यस्तो राम्रो छ क्या कस्तो
साथीहरू हामी चाहिँ यहाँ चाहिँ डाँडा आइसक्यो अनि हाम्रो फ्यामिली हो मात्रै आएको नि हेर्ने कति धेरै हुनुहुन्छ मैले नेपालीमा भन्छु क्या ल विवाह वर्षगाँठको धेरै ल ल थ्याङ्क यू धन्यवाद ल सबैजना मगर भाषा मात्र बोल्नुहुन्छ म मात्रै हो यहाँ खस भाषा बोल्ने म गाह्रो छ मलाई चाहिँ होइन सबै साथीहरू त्यसलाई चाहिँ बहादुरपुर भन्छ अरे अब यता यता त खासै मलाई थाहा छैन ठाउँ चाहिँ टिकटकमा मात्रै फेमस है छ रियलमा त खासै लागेन मलाई राम्रै लागेन चुली डाँडा ल ल ल पहिला फोटो खिचौँ हजुरले खिचिदिनु अनि सबै लजानु त म आउँछु ल म आउँछु ल त्यहाँ पहिला रेडी भएर बस्नु अनि म लास्टमा यताबाट आउँछु रेडी हुनु ओ हाम्रो फ्यामिली मात्र यति आएको थियो न खै त ल मन जान्छु यहाँ यो गरिदिनु अफ्टर भिडियो म जनरेसम्म मात्र तिमी ल पहिला ल थोरै थोरै जनाले खिचौँ न र फोटो हो न थोरै थोरै यताबाट यार खिचिदिनु न हजुरले यताबाट यो साइड देखाइदिनु कि र दुई बहिनीको पहिला फोटो सुरु ल क्यामेराम्यान हामी चाहिँ फोटो पनि खिच्यो 2 दिन त अब थाहा है भान्जी ठ्याक्कै मैले लिने बित्तिकै रुनुहुन्छ भनेर हो गरम गरम ऐ मकै बारी तरम रुन्ची हाम्रो नानी त भान्जी फेरि हरामी हो के भान्जे भन्नुहुन्न कसैसँग पनि त्यही हो साथीहरू चुली डाँडा भनेको त्यस्तै अलि बर्खामा आउनु पर्ने है छ हरियो हरियोमा अहिले त सुक्खा छ केही छैन साथीहरू चुली डाँडा भनेको यही होइन साथीहरू यति हावा लाग्छ यति लाग्छ हेलो साथीहरू म चाहिँ यो चुली डाँडामा आइसकेँ यो चाहिँ हाम्रो यो के भन्छ अरे यो पाल्पा जिल्लाको कुन ठाउँ भन्छ कुनै ठाउँ हो अनि यहाँ चाहिँ अब के भनौँ बर्खामा अलिक बढी रमाइलो हुने है छ यति बेला चाहिँ कता कता डढेर लाग्ने यताउति गर्दा अलिक सुन्ने जस्तो छ तर ठिक छ हजुर पनि आउनु होला घुम्नु होला त्यही भनेर चाहन्छु त्यही साथीहरू हान्छ नन्द बाबुजी हो कि नानी त झन् लजाउनुहुन्छ म नि झन् लजाउँछु त्यसै माथि नानी अझै बढी लजाउनुहुन्छ कि साथीहरू के छन् भूत जस्तो लाग्यो साथीहरू अब चाहिँ हामी अब भाइरलवाला ठाउँमा जानु लाग्छौँ बल्ल उहाँ बाइकमा हाम्रो भान्जी पनि आउनुभयो बाइकमा बस्नको लागि ल बस्नु भयो ल सानी भान्जी पनि आउनु है ल गाडीमा ल हुन्छ ल आउनुहुन्छ जाम मान्नुहुन्छ ल बसौँ साथीहरू भाइरल ठाउँ चाहिँ यहीँ हो अनि
हजुरले पनि देख्दै हुनुहुन्थ्यो होला जताततै टिकटकभरि छरिरहेको थियो नि त टिकटकभरि भाइरल भएको ठाउँ चाहिँ यही हो अनि यहाँको सबभन्दा यस्तै राम्रो हुन्थ्यो कि तर यहाँ आगो लागेर अनि हरियो चाहिँ खासै छैन सबभन्दा भाइरल ठाउँ यही हो चुली डाँडाको प्रसिद्ध ठाउँ है तर बेसी यहाँ हुन्छ कि बर्खामा है यो हुन्छ होला राम्रो डाँडा चाहिँ आगो लागिरहेको छ तर यहाँ चाहिँ फोटो टिकटक खिचेर अब भ्याउने लाग्यो हाम्रो गाडीहरूमा छ अब चाहिँ हामी यहाँदेखि जान्छौँ यो ठाउँ कति देखाउनु है म सबै कुरा भनेर भ्याइसकेँ जस्तो लाग्यो कपाल देख्न सक्नुहुन्छ यति हावा लाग्छ पुरा कपाल त कपाल भएको छ हामी त साथीहरू झ्यापझुप हो के थोरै खिच्ने हिँडिहाल्ने हो तर उही चाहिँ हुनुहुन्छ ऊ खिच्दै हुनुहुन्छ म चाहिँ थोरै एक दुईवटा बनाएँ एक दुईवटा फोटो खिचेँ अनि त्यही हो भनिसकेँ त्यो त मेरो बुढाले भन्दै हुनुहुन्छ यो बर्खामा हरियो हुन्छ यहाँ बहुत घुम्ने लायकको हुन्छ भन्नुभएको छ म चाहिँ अघि नै भनिसकेको थिएँ नि त मस्त सिँचाइ गर्दा रहेछ नि यहाँ जाऊ बस कति धेरै फुल टिप्यो सरी ल टिपी भ्याइसक्यो सरी भनेर के गर्नु र ठिक छ आउनु भान्जी ल जाऊँ अब जा हामी जान्छौँ चुली डाँडा सकियो आजको लागि फेरि आम्ला अब कुनै दिन मरेछ बाँचे छ भने हामी चाहिँ भान्जी र मेरो हात्ती फुल यत्रो धेरै टिप्यो होइन साथीहरू यो चाहिँ ढोलीमारा गाउँ रहेछ कस्तो राम्रो मिलेको कस्तो राम्रो अनि घरहरू पनि कस्तो चिटिक्कका दामी चुली डाँडा जाने बाटो चाहिँ अलि यहाँ अलि अप्ठ्यारो छ माथि गएपछि ठिकै छ माथि टुप्पामा पुग्नु पर्ने हुन्छ साथीहरू यो लास्ट सिन देखाएको थियो हजुरहरूलाई नास्ता खाने कार्यक्रम चलिरहेको छ यहाँ चाहिँ साथीहरू नास्ता खाएँ मलाई निद्रा लाग्न लाग्यो सबैजना गाडीमा चढ्न थाल्नु भएको तर मलाई लास्ट निद्रा लाग्यो जस्तो लाग्यो अब गाडी चढ्न लाग्नु भयो हाम्रो ड्राइभर दाइ साथीहरू यही हो मेरो गाउँ गर्छ तर हलिहाल्ने चाहिँ गाडीबाट जानु सक्नु भयो खै मैले भान्जीलाई लान्छु हामी चाहिँ बुमेर यहाँको हो यो उयो को हो त्यो हट्नु बसाइदिनु न ल को बोलेको ल ओइ 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 ओ खै रोको रुने हो
को हो यो मान्छेको हो को के भएको हो भिडियो देखाऊ यस्तो भिडियो गर्दा चाहिँ चुप्प लाएर बस्ने गरे है यो भिडियो नगर्ने बित्तिकै रुने गरे फेरि अब हेर्नुपर्छ यस्तो भिडियो अफ गरेर जस्तो गर्नुपर्छ हेर अहिले रुन्छ नि अब को नानी को यो मान्छे को ल्याउने हो क्या मम्मी त्यही हो मेरो सासू मम्मी हुनुहुन्छ साथीहरू म चाहिँ आज घुमेर आइसकेँ हजुरहरूले देखिसक्नु भएको छ अब चाहिँ म सब्जी बनाउन गएको के भन्दा च्याउ बनाउन गएको अनि सासू मम्मी चाहिँ यहाँ मसला किचन कुदै हुनुहुन्छ अनि म चाहिँ बनाउन लाग्छु